हेलो एन्ड नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो डे 4 मिनी ब्लगमा। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै नै छु। मेरो आजको दिन चाहिँ यसरी सुरु हुन्छ। मलाई चाहिँ खाना बनाउन एकदम मनपर्ने भएकोले म चाहिँ खाना बनाउन थालेँ। अनि त्यो चाहिँ घरको सरसफाइमा बिजी भयो। त्यसपछि मेरो तरकारी पनि एकैछिनमा पाक्यो। त्यसपछि हामी दुईजना मिलेर सिरकको खोल र सिरानीको खोल चेन्ज गर्यो। यसो हात हेरेको कस्तो कालो देखिरहेँ म त। सबै खोलहरू चेन्ज गरिसकेपछि मैले त्यसलाई चाहिँ खाना पस्केर दिएँ। अनि मलाई पनि भोक लागिरहेको थियो, मैले पनि खाना पस्केर खान थालेँ। त्यसले चाहिँ आज घरको सरसफाइ गरेको भएर हातले खाना खानलाई घिन लाग्यो रे भनेर चम्चाले खाना खान्छु भनेर खान थाल्यो। र आजको खाना चाहिँ एकदम मिठो थियो। यसो बाहिर हेरेको कत्रो ठुलो पानी परिरहेको रहेछ। मलाई चाहिँ क्या खुसी लागिरहेको थियो, किनभने आज मेरो काम बिदा थियो। तर दुःख पनि लागिरहेको थियो, किनभने यत्रो ठुलो पानीमा त्यसको काम चाहिँ बिदा थिएन। अनि त्यो चाहिँ रेनकोट लगाएर रेडी भएर अनुहार न्याउरो बनाएर काममा जान लाग्यो। मैले चाहिँ त्यसको लागि रोटी बनाउन थालेँ। र आजको डे मिनी ब्लग यहीँ सकिन्छ। धन्यवाद।